क्यामेराको अगाडि तपाईहरू लाज लागेर अथवा कन्टेन्ट नभएर होइन, तपाईहरूलाई आफूभित्र भएको कन्फिडेन्सलाई कसरी बाहिर ल्याउने भन्ने कुरा थाहा छैन। आज म तपाईहरूलाई यस्तो टिप्स दिँदैछु जसको कारणले गर्दाखेरि तपाईहरू क्यामेराको अगाडि कन्फिडेन्सका साथ तपाईहरूले भिडियो बनाउन सक्नुहुन्छ। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, जसको कारणले गर्दाखेरि तपाईहरू क्यामेराको अगाडि बसेर मजाले कन्फिडेन्सका साथ आफ्नो भिडियो बनाएर पोस्ट गर्न सक्नुहुन्छ। आज म तपाईहरूलाई यस्तो टिप्स दिन गइरहेको छु जसको कारणले गर्दाखेरि तपाईहरू क्यामेराको अगाडि मजाले भिडियो बनाउन सक्नुहुन्छ। नम्बर 1 रहेको छ, क्यामेराको अगाडि बोल्दाखेरि तपाईहरूले जस्ट एकजना साथीसँग बोलेको जस्तरी बोल्नुपर्छ। त्यो कसरी भन्दाखेरि तपाईँ क्यामेरामा बोलिरहेको बेलामा जसरी तपाईहरूको भिडियो देखिन्छ त्यसलाई चाहिँ साथी मानेर साथीको आधारमा तपाईँहरूले बिहेभ गरेर त्योसँग बोल्नुपर्छ। नाकि म करोडौँको भिडमा छु भनेर नसोच्नु होला कि एउटा साथीसँग जस्ट कुरा गरिरहेको छु भन्ने हिसाबले तपाईँहरू बोल्नु होला। नम्बर 2, स्टार्ट सुटिङ अलोन। यो भनेको के हो भन्दाखेरि जब तपाईँहरू भिडियो बनाउनुहुन्छ, भिडियो बनाउँदाखेरि तपाईँहरूको फ्यामिली साथी सर्कल भएको बेला तपाईँहरूले भिडियो नबनाउनु होला, किनभने तिनीहरूको अगाडि लाज लाग्छ र लाजले गर्दाखेरि आफूसँग भएको कन्फिडेन्स लेभल पनि झन् घट्छ र तपाईँले बनाउन खोजेको भिडियो पनि नराम्रो हुन्छ, नराम्रो बन्न जान्छ र तपाईँ बोल्न सक्नुहुन्न। जब तपाईँहरूसँग 100% कन्फिडेन्स लेभल बढ्छ त्यसपछि मात्रै तपाईँहरू मासमा गएर अथवा साथीको अगाडि अथवा क्यामेरा समाउने साथीलाई राखेर तपाईँहरूले भिडियो बनाउन सक्नुहुन्छ। नम्बर 3 मा रहेको छ, भिडियो पोस्ट गर्दाखेरि तपाईँहरूले जुनसुकै टाइममा पनि भिडियो पोस्ट गर्नु होला। किन भन्दाखेरि यो कुन भिडियो भाइरल हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। यदि तपाईँहरूको एउटा भिडियो पनि भाइरल भयो भने तपाईँको कन्फिडेन्स लेभल बढ्छ र अरू भिडियो बनाउन तपाईँहरूलाई मोटिभेट गर्छ। त्यही भएर भिडियो एउटा मात्रै होइन, पटक पटक हालिरहने भिडियोहरू, नयाँ भिडियोहरू तपाईँहरूले हालिरहने बानी बसाल्नुहोस्। जस्तोसुकै भिडियो पनि हाल्ने गर्नुहोस्। एकचोटि भिडियो बुस्ट भएर तपाईँहरूको भाइरल भयो भने कन्फिडेन्स लेभल यति माथि पुग्छ र तपाईँहरूलाई भिडियो बनाउन अझै मोटिभेट प्रेरित गर्छ। नम्बर 4 मा रहेको छ, भिडियो सुट गर्दाखेरि तपाईहरूले कन्टेन्टमा फोकस गर्नु होला, नाकि तपाईँको लुक्समा। भन्दाखेरि तपाईँहरूले म कस्तो देखिरहेको छु, मेरो क्यामेराको क्वालिटी के छ, मैले कुन टपिकमा बोल्दैछु भनेर त्यस्तो टेन्सन लिनु पर्दैन। तपाईँको कन्टेन्ट के छ र कन्टेन्टको आधारमा तपाईँहरूले जे टपिक लिएर बस्नु भएको छ त्यसमा फिक्स गरेर तपाईँहरूले बोल्नु होला। त्यसको लागि तपाईँहरूलाई मैले एउटा सजेसन के गर्छु भन्दाखेरि तपाईँलाई कन्फिडेन्स लेभल छ र तपाईँ बोल्न सक्ने हुन्छ भने त्यो टपिकमा तपाईँहरूले मजाले बोल्नु होला। र यदि तपाईँसँग कन्फिडेन्स लेभल छैन र तपाईँलाई चाहिँ के बोल्ने त्यो टपिकमा भन्ने कुरा राम्रोसँग थाहा छैन भने कपी गरेको होस् अथवा तपाईँले आफूले स्क्रिप्ट राइट गरेर अनि त्यसपछि त्यो स्क्रिप्टको आधारमा भिडियो बनाउनु होला। तब मात्र तपाईँको अलिकता अझ सुधारात्मक हुनेछ। नम्बर 5 मा रहेको छ, प्र्याक्टिस मोर। तपाईँहरूले भिडियो बनाउँदाखेरि जति धेरै प्र्याक्टिस गर्नुहुन्छ, जति धेरै भिडियो बनाउने प्रयास गर्नुहुन्छ त्यति तपाईँको कन्फिडेन्स लेभल बढ्दै जान्छ। भन्नुको मतलब तपाईँहरूले एउटा भिडियो बनाउनु भयो, मानौ तपाईँलाई कन्फिडेन्स आएन र तपाईँले त्यसलाई चाहिँ 1 मिनट अथवा 20 सेकेन्ड 15 सेकेन्ड बोल्नुभयो, स्टप गर्नुभयो र नेक्स्ट टाइम तपाईँहरूले फेरि 1 मिनट 2 मिनट बोल्ने बानी बसाल्नुहोस्, ताकि नयाँ भिडियोहरू कन्फिडेन्स बढाउनको लागि बनाउँदै गर्नुहोस्। नयाँ टपिकहरू लिँदै गर्नुहोस्, बनाउँदै गर्नुहोस्। भले त्यसलाई पोस्ट नगर्नुहोस्, तपाईँले एकचोटि भिडियो सुट गर्नुहोस् अनि तपाईँले 2 चोटि 3 चोटि त्यसलाई आफै सुन्नुहोस् अनि तपाईँलाई मजाले आनन्द आउँछ। जब तपाईँलाई कन्फिडेन्स आउँछ त्यसपछि त्यो भिडियो बनाएर अनि मात्रै पोस्ट गर्नुहोस्। तपाईँ कुनै टपिकमा एउटा भिडियो बनाउँदै हुनुहुन्छ भनेपछि त्यसलाई पहिला एकचोटि रेकर्ड गर्नुहोस् अनि रेकर्ड गरिसकेपछि सुन्नुहोस्। मिलेन भनेपछि फेरि एकचोटि त्यसै टपिकलाई लिएर फेरि भिडियो बनाउनुहोस्। हो त्यसरी बनाउँदै गएर लास्टमा तपाईँको एउटा प्रोडक्ट तयार हुन्छ अनि त्यसपछि मात्रै त्यसलाई काटछाट गरेर भिडियो पोस्ट गर्नुहोस्। त्यसरी अझ तपाईँको कन्फिडेन्स लेभल अझै उच्च हुन्छ र भिडियो बनाउन अझै मनोबल बढ्छ। यी त थिए 5 वटा एकदम बेसिक टिप्स र तपाईँहरूले कस्तो लाग्यो कमेन्ट पनि गर्न सक्नुहुन्छ। यो कमेन्ट गरेर मलाई पनि जानकारी दिनु होला।